नमस्कार हजुर सबैलाई मेरो च्यानलमा स्वागत छ। सदाझै आज पनि म नेप्सेको अपडेट सेट टेक्निकल एनालाइसिस लिएर आइसकेको छु र म आज नेप्सेको भन्दा पनि केही स्टकहरुको स्टक एनालाइसिस लिएर आएको छु। भिडियो अन्तिमसम्म हेर्नुहोला र भिडियो मन परेमा लाइक शेयर र कमेन्ट गर्न नभुल्नुहोला। र हामीसँग ग्रुपमा रहेर ट्रेड गर्न चाहनुहुन्छ भने ग्रुपको व्हाट्सएप लिंक पनि मैले राखिदिएको छु डिस्क्रिप्सनमा, त्यसमा जोइन हुन सक्नुहुन्छ र व्हाट्सएप नम्बर पनि राखिदिएको छु, त्यो नम्बरमा तपाईहरुले सिधै मेसेज गर्न सक्नुहुन्छ। सुरु गरौँ आजको स्टक एनालाइसिस। आज मैले पिएचसीएल बाट सुरु गर्न लागे। पिएचसीएल हिजोको दिनमा एकदमै मजासँग बढेको देख्न सकिन्छ, लगभग सर्किट हानेको देख्न सकिन्छ भने अब यसको टार्गेट कति हुन्छ भन्दा एउटा महत्त्वपूर्ण सपोर्ट एरिया 618 मा आएर फर्किएको पिएचसीएल को अबको टार्गेट भनेको 745 सम्म हुन्छ। त्यसको लागि यो ट्रेन्ड लाइन चाहिँ ब्रेकआउट गर्न पर्ने हुन्छ। यदि यो ट्रेन्ड लाइनलाई भोलिको दिनमा ब्रेकआउट गरेको खण्डमा हामीले 745 सम्मको टार्गेट राख्न सक्छौं। टार्गेट 1 भने टार्गेट 2 भनेको चाहिँ लगभग यो आसपासको एरिया राख्न सक्छौं। त्यो भनेको चाहिँ कति सम्मको टार्गेट राख्न सक्छौं भन्दै गर्दाखेरि चाहिँ 725 सम्मको टार्गेट चाहिँ राख्न सक्छौं पिएचसीएल को। र घटेर आएको खण्डमा फेरि 618 सम्म आउन सक्ने सम्भावना देखिन्छ पिएचसीएल। अर्को प्रिन्टलाई हेर्दै गर्दा नन लाइफ इन्स्योरेन्सहरुको पनि अलिकति राम्रो भोल्युम सहित कारोबार भइरहेको हुनाले प्रिन्टलाई पनि हेर्न सकिन्छ। प्रिन्टको चाहिँ के देखिन्छ त भन्दा टेक्निकल आधारमा हेर्दै गर्दा चाहिँ हिजो झनै 8% ले बढेको देखिन सकिन्छ र अब यसको टार्गेट चाहिँ कहाँ हुन्छ भन्दा पहिलो 1077 को जुन रेसिस्टेन्स लेभल छ त्यसलाई चाहिँ हिजो टच गरेर झरेको देखिन सकिन्छ भने अबको टार्गेट भनेको चाहिँ 1113 सम्म हुन्छ र यदि 1113 को जुन रेसिस्टेन्स लेभल छ त्यसलाई ब्रेकआउट गरेर गएको खण्डमा हामीले यो ट्रेन्ड लाइन सम्मको चाहिँ अपेक्षा राख्न सक्छौं। यहाँसम्म पुग्न सक्ने देखिन्छ। त्यो भनेको 1150-60 को आसपाससम्म चाहिँ प्रभु इन्स्योरेन्स पुग्न सक्ने देखिन्छ भने घटेर आएको खण्डमा 1020 अबको पहिलो सपोर्ट लेभल हुन्छ भने 970 चाहिँ सेकेन्ड सपोर्ट लेभल हुने देखिन्छ प्रिन्टको। त्यस्तै डीएचपीएल पछिल्लो समय अलिकति मजासँग चढिरहेको देखिन सकिन्छ। 305 को आसपासमा रहेको डीएचपीएल आजको दिनमा 419 पुगेको देखिन सकिन्छ भने यसको अबको टार्गेट भनेको 485 को आसपास हुन्छ। पहिलो टार्गेट 427 हुन्छ र 427 लाई यदि भोलि ब्रेकआउट गर्छ भने चाहिँ हामीले 485 सम्मको टार्गेट राख्न सक्छौं डीएचपीएल को। र यदि यहाँबाट घटेर आएको खण्डमा पहिलो सपोर्ट भनेको 393 हुन्छ र त्यो भन्दा तल आउँदै गर्दा चाहिँ यो ट्रेन्ड लाइन सम्म आउने सम्भावना चाहिँ देखिन्छ डीएचपीएल लाई। अर्को जीएचएल मा राम्रो भोल्युम सहित कारोबार भइरहेको जीएचएल के देखिन्छ त भन्दा जीएचएल मा हिजो 6% भन्दा बढीले बढेको देख्न सकिन्छ र भोल्युम पनि तपाईको कति आएको देख्न सकिन्छ भन्दा चाहिँ 101.31 मिलियन चाहिँ कारोबार भएको देख्न सकिन्छ। लगभग 13 लाख किता कारोबार भएको देख्न सकिन्छ। अब यसको के हुन्छ त भन्दै गर्दाखेरि चाहिँ यसको अबको महत्त्वपूर्ण सपोर्ट लेभल भनेको चाहिँ यो हुन्छ 275 रुपैयाँ हुन्छ र यसको रेसिस्टेन्स लेभल कति हुन्छ भन्दै गर्दा चाहिँ रेसिस्टेन्स लेभल भनेको चाहिँ यसको अब यहाँसम्म हुने चाहिँ देखिन्छ। यसको अबको रेसिस्टेन्स लेभल भनेको चाहिँ 337 सम्म हुने देखिन्छ र 337 को रेसिस्टेन्स लेभलमा चाहिँ एकचोटी टच गर्ने सम्भावना देखिन्छ र त्यो रेसिस्टेन्स लेभललाई ब्रेकआउट गरेको खण्डमा चाहिँ हामीले कहाँसम्मको टार्गेट राख्न सक्छौं जीएचएल लाई भन्दाखेरि हामीले त्यसपछि चाहिँ 426 सम्मको टार्गेट राख्न सक्छौं। अहिलेलाई 337 मा चाहिँ टच गर्ने सम्भावना बढी देखिन्छ। यदि 337 मा टच गरेर घटेको खण्डमा त्यसपछिको अबको यसको सपोर्ट लेभल भनेको 282 पहिलो सपोर्ट लेभल हुन्छ भने त्यो भन्दा तलको सपोर्ट लेभल 263 हुन्छ। 263 सम्म आउने सम्भावना चाहिँ व्यापक देखिन्छ जीएचएल लाई। त्यसपछि एमईएचएल के देखिन्छ त भन्दा एमईएचएल पनि त्यस्तै। एमईएचएल एउटा महत्त्वपूर्ण सपोर्ट एरिया 542 मा छ र त्यो भन्दा माथि कतिमा आएर फर्किएको छ भन्दा 563 मा आएर फर्किएको छ र एउटा डाउन ट्रेन्डमा चलिरहेको देख्न सकिन्छ। र यदि यो डाउन ट्रेन्डको ट्रेन्ड लाइनलाई भोलिको दिनमा ब्रेकआउट गरेको खण्डमा चाहिँ हामीले कहाँसम्मको भन्दा 663 सम्मको टार्गेट राख्न सक्छौं। यदि यसलाई भोलि ब्रेकआउट गरेन र घटेर आएको खण्डमा चाहिँ 542 सम्म चाहिँ एमईएचएल आउने सम्भावना देखिन्छ। यसको चाहिँ यो ट्रेन्ड लाइन चाहिँ महत्त्वपूर्ण रेसिस्टेन्स लेभल हुने देखिन्छ भने यो ट्रेन्ड लाइनलाई ब्रेकआउट गर्यो भने मात्र हामीले माथि जाने अपेक्षा गर्न सक्छौं एमईएचएल को। त्यस्तै एमएलबीएल हेरौं। एमएलबीएल के देखिन्छ त भन्दा 2 दिन लगातार एकदम राम्रो भोल्युम आएको देखिन सकिन्छ र हिजो चाहिँ 483 को जुन रेसिस्टेन्स लेभल थियो त्यसलाई ब्रेकआउट गरेर झरेको देखिन सकिन्छ। अबको यसको सपोर्ट लेभल भनेको 443 पहिलो सपोर्ट हुन्छ भने 423 दोस्रो सपोर्ट लेभल हुन्छ र तेस्रो सपोर्ट लेभल भनेको 392 को आसपासमा हुन्छ एउटा भने। अर्को चाहिँ यो जुन ट्रेन्ड लाइन बनेको छ यो ट्रेन्ड लाइन महत्त्वपूर्ण सपोर्ट एरिया हुने देखिन्छ र बढेर गएको खण्डमा चाहिँ हामीले यो ट्रेन्ड लाइन सम्मलाई चाहिँ यसको टार्गेट राख्न चाहिँ सक्छौं।
एनआरएन हेर्नुहुन्छ भने के देखिन्छ त भन्दा एनआरएन चाहिँ एउटा महत्त्वपूर्ण सपोर्ट लेभल 1401 मा सपोर्ट लिएको देख्न सकिन्छ। यदि यो 1401 को सपोर्ट लेभलबाट चाहिँ फर्किएर गएको खण्डमा चाहिँ हामी कहाँसम्मको टार्गेट राख्न सक्छौं भन्दा 1651 पहिलो सपोर्ट लेभल हुन्छ भने चाहिँ दोस्रो सपोर्ट पहिलो रेसिस्टेन्ट लेभल 1651 हुन्छ भने दोस्रो रेसिस्टेन्ट लेभल चाहिँ यो ट्रेन्ड लाइन हुने देखिन्छ। त्यो भनेको लगभग 1865 अथवा फिबोनाचीको चाहिँ यदि यही नै फर्किएको पोइन्ट मान्न सकिन्छ भने भोलिबाट ग्रीन क्यान्डलमा बन्छ भने चाहिँ 1824 सम्मको टार्गेट चाहिँ राख्न सकिन्छ एनआरएन लाई। अब जीसीआईएल हेरौं, जीसीआईएल को के देखिन्छ त भन्दा जीसीआईएल लाई हेर्दै गर्दा जीसीआईएल घट्दो क्रममा रहेको देखिन सकिन्छ र यसको अबको सपोर्ट 529 हुने देखिन्छ भने रेसिस्टेन्ट एउटा ट्रेन्ड लाइनको रेसिस्टेन्ट लेभलमा अहिले रहेको देखिन सकिन्छ। यदि भोलिको दिनमा बढेको खण्डमा 613 सम्म पुग्ने आंकलन गर्न सकिन्छ र 613 लाई ब्रेकआउट गरेर गएको खण्डमा 668 सम्म पुग्ने सम्भावना चाहिँ देखिन्छ र घटेर आएको खण्डमा 529 सम्म आउने सम्भावना देखिन्छ। अब हामी जाउँ आरएनएलआई हेरौँ। एउटा आरएनएलआई को के देखिन्छ त भन्दा आरएनएलआई एउटा महत्त्वपूर्ण सपोर्ट एरिया 553 बाट फर्किएको देखिन सकिन्छ र भोलिको दिनमा 574 मा एउटा महत्त्वपूर्ण रेसिस्टेन्ट लेभल छ। त्यो रेसिस्टेन्ट लेभललाई पार गरेर गएको खण्डमा 593 सम्म पुग्ने चाहिँ आंकलन गर्न सकिन्छ र त्यसलाई पनि ब्रेकआउट गर्यो भने चाहिँ यो जुन ट्रेन्ड लाइन बनेको छ त्यो ट्रेन्ड लाइनलाई टच गर्ने सम्भावना देखिन्छ। त्यो भनेको लगभग 600 को आसपाससम्म चाहिँ पुग्ने आंकलन गर्न सकिन्छ आरएनएलआई लाई। अनि एसएचएल के देखिन्छ भन्दा एसएचएल अहिले 263 रुपैयाँ देखिन्छ र यसको चाहिँ एउटा यो महत्त्वपूर्ण यो ट्रेन्ड लाइन चाहिँ सपोर्ट लेभल हुने देखिन्छ र यो ट्रेन्ड लाइनको नजिकै आएर फर्किन खोजेको देखिन सकिन्छ र यसको अबको टार्गेट भनेको चाहिँ यो ट्रेन्ड लाइन हुने देखिन्छ। यो ट्रेन्ड लाइन भनेको चाहिँ कम्तीमा 290 92 93 सम्म चाहिँ पुग्ने सम्भावना देखिन्छ भने घटेर आएको खण्डमा यो ट्रेन्ड लाइनलाई चाहिँ यसले बलियो स्ट्रङ सपोर्टको रूपमा लिन्छ। यदि त्यो भन्दा तल आयो भने चाहिँ 245 सम्म आउने सम्भावना चाहिँ देखिन्छ। त्यस्तै सीएचएल हेरौं, सीएचएल के देखिन्छ भन्दा सीएचएल अहिले घटिरहेको छ र यो एउटा डाउन ट्रेन्डको ट्रेन्ड लाइनलाई सपोर्ट बनाइरहेको देखिन सकिन्छ र यो एउटा महत्त्वपूर्ण सपोर्ट लेभल 506 को नजिकै आएको छ र यदि यहाँबाट फर्केर गएको खण्डमा चाहिँ हामीले 552 सम्मको टार्गेट राख्न चाहिँ सक्छौं। त्यस्तै डब्ल्युएनएलबी पनि एउटा महत्त्वपूर्ण सपोर्ट एरियामा आएको छ। सपोर्ट एरियाबाट अस्तिको दिनमा एकदम मजासँग बढेको थियो भने हिजो घटेर फेरि त्यही सपोर्ट लाइनमै आएको देखिन सकिन्छ। ट्रेन्ड लाइनको सपोर्ट एरियामा छ र यो घट्ने सम्भावना नै बढी देखिन्छ। एउटा म्याक्सिमम रेटमा पुगेर करेक्सनको फेजमा रहेको डब्ल्युएनएलबी लाई चाहिँ अबको महत्त्वपूर्ण सपोर्ट एरिया 3173 हुने देखिन्छ भने त्यो भन्दा तल आएको खण्डमा 2812 सम्म अथवा यो ट्रेन्ड लाइन सम्म आउने सम्भावना चाहिँ बढी देखिन्छ डब्ल्युएनएलबी को। त्यस्तै सीआरबीएल 1909 मा रहेको देखिन सकिन्छ। 1909 मा रहेको सीआरबीएल चाहिँ यहाँ एक्युमुलेट भइरहेको छ र यो एक्युमुलेट भइरहेको सीआरबीएल को अबको टार्गेट भनेको हामीले 2842 सम्म देख्न सक्छौं। 2842 सम्म देख्न सक्छौं भने पहिलो टार्गेट भनेको 2250 र दोस्रो टार्गेट भनेको 2842 सम्म देखिन्छ र 2842 सम्म पुग्ने सम्भावना चाहिँ सीआरबीएल मा देखिन्छ र अहिलेलाई हेर्दै गर्दा चाहिँ के देखिन्छ त भन्दा अबको टार्गेट भनेको चाहिँ यदि 2842 को जुन अस्तिको हाईलाई ब्रेकआउट गर्यो भने चाहिँ 3460 त्यसपछिको टार्गेट र त्यो भन्दा पछाडीको टार्गेट 4447 सम्म चाहिँ पुग्ने देखिन्छ सीआरबीएल। अहिले चाहिँ 1904 को आसपासमा चाहिँ यही एरियामा चाहिँ के भइरहेको छ भन्दा एक्युमुलेट भइरहेको जस्तो देखिन्छ अथवा यहाँ साइडवेज गइरहेको देखिन्छ। कारोबार खासै भएको छैन। यसको जति होल्डिङ थियो त्यो चाहिँ बिक्रीमा आइसकेको चाहिँ देखिदैन। त्यस्तै अर्को एउटा जीआरडीबीएल हेरौं। जीआरडीबीएल को के देखिन्छ भन्दा जीआरडीबीएल यही एरियामा साइडवेज गइरहेको देखिन्छ। आजको दिनमा 1366 रुपैयाँ रहेको जीआरडीबीएल अस्ति 2000 को बिन्दुमा पुगेको थियो र अहिले यो एरियामा चाहिँ साइडवेज गइरहेको छ। अबको केही समय यही एरियामा साइडवेज गएर चाहिँ यो कम्पनीको मूल्य बढेर जाने सम्भावना अलिकति देखिन्छ। तर बढेर जाँदै गर्दा कहाँसम्म जान्छ भन्दा 1486 पहिलो टार्गेट हुन्छ, दोस्रो 1648 हुन्छ भने तेस्रो चाहिँ यहाँसम्म हुने देखिन्छ। 2001 सम्मको टार्गेट राख्न सकिन्छ भने त्यो भन्दा माथिको टार्गेट भनेको अब यो ट्रेन्ड लाइनमा चाहिँ यो ट्रेन्ड लाइनलाई चाहिँ सपोर्ट रेसिस्टेन्टको आधारमा बनाएर जाने सम्भावना पनि हुन सक्ने चाहिँ देखिन्छ जीआरडीबीएल लाई। अनि एसएपीडीबीएल हेरौं। एसएपीडीबीएल पनि यहाँ साइडवेज नै गइरहेको देखिन सकिन्छ। हिजोको दिनमा 2.98% ले घटेको थियो भने अब यो चाहिँ यो एरियामा चाहिँ 1302 र 1122 को आसपासको एरियामा खेलिरहेको देखिन सकिन्छ र यो अब कहाँसम्म पुग्ने सम्भावना देखिन्छ भन्दा यदि यो एरियालाई ब्रेकआउट गरेर गएको खण्डमा 1437 को टार्गेट हुन्छ पहिलो भने दोस्रो टार्गेट भनेको यो हुने देखिन्छ जुन 1620 सम्मको टार्गेट चाहिँ हामीले राख्न सक्छौं एसएपीडीबीएल लाई।
अर्को एसएमजेसी के छ भन्दा एसएमजेसी लाई हेर्दै गर्दा एसएमजेसी एउटा महत्त्वपूर्ण सपोर्ट एरिया 641 को नजिकै आइपुगेको देखिन सकिन्छ र यहाँ सपोर्ट लिएन भने चाहिँ 621 सम्म आउने देखिन्छ र यो एरियामा केही समय साइडवेज बसेर चाहिँ बढ्ने सम्भावना हुन सक्छ एसएमजेसी को। अनि अर्को हेरौं सोना सिमेन्ट हेरौं। सोनाको के देखिन्छ भन्दाखेरि सोना सिमेन्ट चाहिँ एउटा महत्त्वपूर्ण सपोर्ट एरियाको नजिक आएको देखिन सकिन्छ र हिजो एउटा जुन 484 को सपोर्ट लेभल जुन छ त्यो सपोर्ट लेभल रेसिस्टेन्ट लेभललाई चाहिँ हिजो ब्रेकआउट गरेको छ र यदि भोलिको दिनमा यो 491 लाई ब्रेकआउट गरेको खण्डमा चाहिँ हामीले फेरि पनि 545 सम्मको टार्गेट राख्न सक्छौं र यो एउटा ट्रेन्ड लाइनको सपोर्ट एरिया भन्दा को नजिकै आएर अलिकति एउटा चाहिँ रिभर्सल हुने टाइपको क्यान्डल बनेको देखिन सकिन्छ, रिभर्सलको संकेत गरेको छ। यदि यहाँबाट रिभर्सल भएको खण्डमा हामीले 545 सम्मको टार्गेट चाहिँ सोना सिमेन्टको राख्न सक्छौं भने घटेर आएको खण्डमा 456 सम्म आउने सम्भावना देखिन्छ। भने अर्को एउटा साहस ऊर्जाको पनि एनालाइसिस गरिहालौं। साहस ऊर्जालाई हेर्दै गर्दा साहस ऊर्जा लिमिटेड चाहिँ यो 510 मा रहेको देखिन सकिन्छ र यो घटेर कहाँसम्म आएको थियो भन्दा 505 सम्म आएको थियो र एउटा महत्त्वपूर्ण सपोर्ट लेभल 512 लाई ब्रेकडाउन दिइसकेपछि यहाँ एउटा ग्रीन क्यान्डल बनेको छ र यदि भोलिको दिनमा ग्रीन क्यान्डल बनेर जुन अस्तिको जुन रेड क्यान्डलको हाई 518 भन्दा माथि बसेको खण्डमा चाहिँ हामीले फेरि एउटा 555 सम्मको रेसिस्टेन्टको चाहिँ एक्सपेक्ट गर्न सक्छौं र 555 सम्म पुग्न सक्ने सम्भावना चाहिँ साहस ऊर्जामा देखिन्छ र यदि 555 लाई पनि ब्रेकआउट गरेको खण्डमा चाहिँ हामीले त्यसभन्दा माथिको टार्गेट राख्न सक्छौं। त्यो भनेको चाहिँ कहाँसम्मको पुग्न सक्छ भन्दाखेरि चाहिँ त्यो भन्दा माथि जाँदै गर्दा हामीले 700 सम्मको चाहिँ साहस ऊर्जाको टार्गेट चाहिँ राख्न सक्छौं र घटेर आएको खण्डमा 497 सम्म आउने सम्भावना पनि देखिन्छ। आजलाई मैले तपाईहरुमा यति नै स्टकको स्टक एनालाइसिस गरे। भोलिको दिनमा तपाईहरुको सुझाव अनुसार अरु स्टकहरुको स्टक एनालाइसिस नि लिएर आउने नै छु। आजलाई यति नै। हजुरहरुको दिन शुभ रहोस्। अल द बेस्ट। थ्यांक यू सो मच।